नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानल यौन ज्ञानमा। आजको कथा अरू दिनको कथा भन्दा अलिक फरक छ। आज हामी तपाईमाझ एउटा यस्तो कथा लिएर आएका छौं जुन कथाले हाम्रो वरिपरि घटिरहेको एउटा महत्त्वपूर्ण दुःखद घटनालाई दर्शाउँछ। हाम्रो समाजमा एउटा छोरी वा दिदी बहिनीहरूले भोग्दै आइरहेका छन्। आखिर किन यस्ता किसिमका घटनाको पात्र छोरी चेलीले सहनु परिरहेको छ? किन समाजमा यस्ता किसिमका घटनाहरू तीव्र गतिमा बढिरहेको छ? यस कथाको पात्रले आफ्नो जीवनकालमा भोगेको दर्दनाक घटनालाई तपाईमाझ राख्न गइरहेको छौं। कृपया अन्तिमसम्म हेरेर वा सुनेर साथ दिनुहोला। आउनुहोस् आजको कथातर्फ लागौं। मेरो जीवनको कठोर सत्य। मेरो नाम सीता हो। म 30 वर्षकी एक साधारण नेपाली महिला, 2 सन्तानकी आमा। मेरो श्रीमान खाडी मुलुकमा काम गर्न गएको छ ताकि हाम्रो परिवारलाई राम्रो जीवन दिन सकियोस्। जिन्दगी साधारण थियो, तर एक दिनले सबै परिवर्तन गरिदियो। त्यो दिन जुन मेरो जीवनको कालो दिन, जुन दिनले मेरो जीवनमा भूकम्प ल्यायो। म बिहानै दुध किन्न घरबाट निस्केकी थिएँ। हाम्रो गाउँ सानो छ, सबै एक अर्कालाई चिन्छन्। म बच्चैदेखि यही हुर्केकी, सबैसँग खुलेर बोल्ने बानी थियो। तर कसले सोचेको थियो मेरो आफ्नै गाउँमा म आफै असुरक्षित बनुला। गाउँको नजिकै एउटा सानो जंगल छ। दुध लिन जाँदा जंगल नजिकै हुँदै जानुपर्छ। त्यो दिन गाउँकै एकजना 45 वर्षे पुरुषले मलाई जबरजस्ती बाटोमै रोकेर तानेर त्यस जंगलमा लग्यो। जाडो मौसमको कारण चारैतिर कुहिरो लागेको थियो। प्राय सबैजना आफ्नो घरमै थिए। म चिच्याएँ, कराएँ, मेरो शरीर जति सक्दो जोगाउन खोजेँ। तर ऊ धेरै बलियो थियो। मेरो आवाज बाहिर निस्कनु पाएन। मलाई धकेल्यो, बेसरी समात्यो र मेरो चित्कारलाई एक झट्कामा बन्द गरिदियो। मेरो आत्मा चिठोरिएको महसुस भयो। मलाई त्यो पापीले नाङ्गै बनायो, मेरो इज्जत प्रतिष्ठामा आघात पुर्यायो। करिब 10 मिनेटसम्म मलाई करनी गर्यो। तर म आधा बेहोस भएकी थिएँ। मलाई अलि मात्र होस थियो। जब म होसमा आएँ, मेरो शरीर गलिसकेको थियो। म मेरो सबै लुगा समेटेर जसोतसो आफ्नो नाङ्गो शरीर छोपे। म घर फर्किँदा मेरा बच्चाहरू मलाई अँगालो हाल्न आए। म रोएँ, तर उनीहरूलाई देखाएर होइन। त्यो रात मैले सोचेँ, अब के गर्ने? यो घटनालाई लुकाउने? समाजले मलाई नै दोष दिनेछ। मेरो परिवारलाई धिक्कारेको हेर्न सक्दिन। म आफूलाई समाप्त गर्न चाहे, तर फेरि मैले आफै सोच, यो मेरो गल्ती होइन, म किन आफूलाई सजाय दिनु? तर फेरि के म चुप लागेर बस्न सक्छु? तर मेरो मनले भन्यो, चुप नबस। म प्रहरी चौकी गएँ। मेरो शरीरमा भएका चोट देखाएर बयान दिएँ। प्रहरीको पहिलो प्रतिक्रिया आश्चर्यजनक थियो। के तिमी पागल भएकी छौ? आफ्नै इज्जत आफै बिगार्न खोजेको? र ती प्रहरीले पनि मलाई गलत नजरले हेर्दै थियो। म एक्लै थिएँ, मलाई झन् डर पनि लागिरहेको थियो। तर म दृढ थिएँ। म चिच्याएँ, यो मेरो गल्ती होइन। मलाई न्याय चाहिन्छ। धेरै सङ्घर्षपछि मिडियाले मेरो केसलाई उचाल्यो। समाजबाट जति गाली आयो त्यतिमै सपोर्ट पनि पाइरहे। अन्ततः त्यो पुरुषलाई पक्राउ गरियो। अहिले ऊ जेलमा छ। अर्की कुनै सीता यो भोग्न नपरोस्। मैले न्याय पाएँ, तर के समाज परिवर्तन भयो? म हरेक दिन सुन्छु, देशका कुना कुनामा छोरीहरू बलात्कृत भइरहेका छन्। अझै पनि तिनलाई चुप लगाउन खोजिन्छ। कतिपय त आत्महत्या गर्न बाध्य हुन्छन्। म अब चुप बस्दिन। म मेरो कहानी बोल्छु। केटाकेटी दुवैलाई यौन शिक्षा दिनुपर्छ। केटाहरूलाई सानैदेखि सिकाउनु पर्छ, महिला सम्पत्ति होइनन्, कानून बलियो हुनुपर्छ। पीडितलाई दोष नदिउँ, दोषीलाई सजाय दिउँ। तर किन पुरुषहरू यस्तो सोच्छन्? किन महिलालाई केवल शरीरका रूपमा हेरिन्छ? किन सम्मान होइन, डरले मात्र महिलालाई बचाउनु पर्ने? अब समय आइसक्यो, छोरीहरूलाई डर होइन, बलियो बनाऊ। अपराधीलाई जेलको चिसो भित्तामा कोचौं।
समाजलाई बदल्नु पर्छ। म जिउँदै छु, लडिरहेकी छु। मेरो लडाई हरेक छोरीका लागि हो जो कुनै न कुनै दिन मेरो ठाउँमा पर्न सक्छिन्। अब चुप लाग्दिन। तिमी पनि नलाग। सीता एक बलात्कृत होइन, एक योद्धा हुन्। नेपालमा बलात्कार सम्बन्धी कानून छ, तर न्याय पाउन पीडितले धेरै सङ्घर्ष गर्नुपर्छ। सीताले न्याय खोज्दा भोगेका मुख्य कठिनाई यस्ता थिए। 1. प्रहरीको उदासीनता, lack of support from police। जब सीता प्रहरी चौकी पुगिन्, उनको बयान लिनुको सट्टा प्रहरीले शङ्का गर्यो, तिमीले नै प्रलोभन देखाएको होला। के साँच्चै बलात्कार भयो कि सम्बन्ध स्वैच्छिक थियो? नेपालमा धेरैजसो केसमा प्रहरी नै पीडितलाई सहयोग गर्न चाहँदैनन्। कतिपय अवस्थामा बलात्कारीसँग साँठगाँठ हुने सम्भावना पनि रहन्छ। 2. समाजको दबाव, सोशल प्रेसर। जब सीता अघि बढ्न चाहन्थिन्, समाजले उनलाई दोष लगायो, तेरो इज्जत जाने भयो, चुप लाग। श्रीमानलाई थाहा भयो भने तेरो बिहे नै टुट्छ। पीडितले न्याय खोज्दा परिवारले नै उनलाई रोक्न खोज्छन्। समाजले बलात्कारीलाई भन्दा पीडितलाई गाली गर्छ। 3. प्रमाण जुटाउन गाह्रो, डिफिकल्टी इन कलेक्टिङ एभिडेन्स। नेपालको कानून अनुसार बलात्कार प्रमाणित गर्न ठोस प्रमाण चाहिन्छ। चिकित्सा परीक्षण, फोरेन्सिक घाइते भएको प्रमाण, साक्षी, विटनेस। तर धेरैजसो पीडित तत्काल प्रहरी कहाँ जान सक्दैनन्। सीता पनि डरले केही दिन चुप बसिन्, जसका कारण उनको शरीरमा चोटका प्रमाणहरू हराउँदै गए। 4. कानूनी प्रक्रिया ढिलो, स्लो लिगल सिस्टम। नेपालमा बलात्कारका केसहरू अदालतमा पुर्याउन धेरै समय लाग्छ। उजुरी दर्ता गर्न महिनौं लाग्न सक्छ। प्रमाण सङ्कलन र अनुसन्धान ढिलो हुन्छ। अदालतमा मुद्दा चल्दा वर्षौं लाग्न सक्छ। सीताले मुद्दा दर्ता गरेपछि पनि अभियुक्तको वकिलले उनलाई झुठो साबित गर्न अनेक चालबाजी गर्यो। 5. बलात्कारीको पहुँच, इन्फ्लुएन्स अफ रेपिस्ट्स। नेपालमा धेरैजसो बलात्कारीहरू पहुँचवाला हुन्छन्। राजनीतिक पार्टी, धनी व्यापारी, प्रहरी वा स्थानीय नेतासँग सम्बन्ध हुन्छ। सीता विरुद्ध धम्की आयो, म जेल जान्न, तिमीलाई नै गायब गरिदिन्छु। कतिपय केसमा पीडितलाई पैसा दिएर, डर देखाएर वा समाजबाट बहिष्कार गर्ने धम्की दिएर चुप गराइन्छ। 6. कानूनको सीमितता, लिगल लिमिटेशन्स। नेपालको कानून अनुसार बलात्कारको उजुरी घटना भएको 1 वर्षभित्र गर्नुपर्छ। पहिले 35 दिन मात्र थियो, पछि बढाएर 1 वर्ष गरियो। बलात्कार प्रमाणित गर्न पीडितको बयान मात्र काफी हुँदैन, अरू प्रमाण पनि चाहिन्छ। आखिर यति धेरै कठिनाइको बावजुद सीताले कसरी जितिन्? उनले सामाजिक सञ्जालमा आफ्नो कुरा राखिन्। महिलावादी संस्था र मिडियाको साथ लिएर दबाव सिर्जना गरिन्। बलात्कारी विरुद्ध प्रमाण जुटाउन डाक्टरको रिपोर्ट, भिडियो प्रमाण, सन्देशहरू प्रस्तुत गरिन्। तर अझै पनि प्रश्न बाँकी छ। किन प्रहरीले पीडितलाई सहयोग गर्दैन? किन अदालतले न्याय दिन वर्षौं लगाउँछ? किन बलात्कारीलाई कानूनी सजाय कम हुन्छ? नेपालमा बलात्कार पीडितका लागि कानूनी सङ्घर्ष कठिन छ, तर सीताले न्याय पाइन्। अब उनले अन्य महिलाहरूलाई कानूनी लडाई कसरी जित्ने भनेर सिकाउँदै छिन्। नेपालमा बलात्कार कानून छ, तर न्याय पाउन महिला आफै लड्नुपर्ने अवस्था छ। अब समय आयो कानूनी सुधार गर्ने, बलात्कारीलाई कडा सजाय दिने र समाजको सोच बदल्ने। आजको कथाले तपाईलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला। साथै यदि तपाई सीताको ठाउँमा भएको भए के गर्नुहुन्न थियो कमेन्टमा लेख्नुस्। हाम्रो समाजमा घटिरहने यस्ता खालका कथाहरू हामी फेरि पनि लिएर आउनेछौँ। त्यसैले हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यतिन्जेल सुनेर वा हेरेर साथ दिनुभएकोमा धन्यवाद। आफ्नो वा आफ्नो परिवारको ख्याल राख्नुस्। हामी अर्को एउटा नयाँ कथा लिएर आउनेछौँ। Content presented in this video is purely fictional and created for entertainment purposes only. Additionally, the content is not meant to offend, defame,
or cause harm to any individual, group, or community. Viewer discretion is advised, and we encourage audiences to interpret the content in the spirit of storytelling and entertainment. Thank you for watching and supporting our content.